हेलो साथीहरू सबैजनालाई वेलकम छ मेरो युट्युब च्यानलमा। आज चाहिँ म खेततिर जाँदैछु साथीहरू। फाइनल्ली साथीहरू मैले मल पनि यहाँनिर घुप्टाइसकेँ कि हेर्नु न, धेरै पछि आज खेत आउँदैछु र यस्तो छ। यहाँ मुला रोप्नु भएछ। यहाँ चाहिँ हामीले आलु रोपेको थियौँ यहाँनिर। अनि यहाँनिर चाहिँ म रोप्दा आएको थिइनँ। यहाँ चाहिँ लसुन रोप्नु भएको रहेछ। यहाँ पनि लसुन छेउछेउमा साग रोप्नु भएको छ। अनि बिचमा चाहिँ लसुन रोप्नु भएको छ। अनि हेर्नु न, मेथीहरू के उम्रिरहेछ। अनि यहाँ चाहिँ कोपीको बिरुवाहरू हो, यो सबै कोपीको। अनि यता भएको जति सब तोरी होइन, यो फुलेको जति तोरी चाहिँ हाम्रो नै हो साथीहरू। कति मजाले फुलेको रहेछ क्या। म थुप्रो भएको थियो नआएको चाहिँ खेत, कस्तो राम्ररी फुलेको रहेछ, थुप्रो भएको थियो। अनि आज चाहिँ जानु पर्यो एकछिन भए पनि भनेर हेर्न आएँ। केही काम पर्छ, मम्मीहरू नै आउनुहुन्थ्यो नि त खेतमा। अनि म चाहिँ त्यति आएकै थिइनँ। नानीलाई उसकै पछि लाग्दै ठिक हुन्छ होइन साथीहरू। दिन पनि त्यत्तिकै जान्छ। तोरी फुलेको देख्दा चाहिँ म कस्तो राम्रो लाग्यो क्या। बेलुकाखेर गएको थिएँ, कति राम्रो लाग्यो। अनि साथीहरू खेतमा आएपछि त घाँस काटेर लानु पर्यो। हामीले छरेकै घाँस थियो क्या। अनि चाहिँ म धम्म अब चाहिँ घाँस काट्न थालेँ। अनि घाँस काटेर गएर पनि फेरि घाँस चाहिँ यस्तो काट्न कति मजा आउँछ होइन। छरेको घाँस हो नि त, अनि बाक्लै हुन्छ। अनि काट्ने मात्रै काम हुन्छ, घाँस खोज्नु पनि पर्दैन, छरेको त हो, बाक्लै हुन्छ। अनि मैले घाँस काट्छु, बेलुका भइसकेको थियो नि त। अनि नानी चाहिँ घरमा मम्मीहरूसँग खेल्दै थियो, त्यही भएर छोडेर आएको थिएँ म खेतमा साथीहरू। अनि खेत चाहिँ धेरै डुलेँ। अनि साग रोप्नु भएकोतिर पनि गएँ। अनि यसो उठेर हेरेँ होइन, यति घाँस काट्दै चाहिँ स्यास्या भइहाल्यो क्या। मलाई चाहिँ उभिएर यताउता हेरेँ होइन। अझै पनि हजुरहरूलाई मैले तोरीबारी नै देखाइरहेको छु, ढकमक्क फुलेको होइन। अब मैले चाहिँ फाइनली पुऱ्याइसकेँ। त्यस पछाडि चाहिँ म घर फर्केँ अब चाहिँ। अनि हेर्दै यता साग रोपेतिर नि हेर्दै तोरीबारी नै देखाइरहेको छु अझै पनि। मैले तोरीबारी हेर्दै धेरै भिडियो जहिले बनाउँदिनँ, कहिलेकाहीँ यसो हिँडेको बेलामा बनाउने हो। धेरै बनाइराखेको हुँदिनँ मैले भिडियोहरू चाहिँ साथीहरू। यत्तिकै नानी हेर्दै नै मेरो त दिन जान्छ हो साथीहरू। केही गर्दिनँ पनि, त्यत्तिकै खाना सब्जी गरेर नानीहरू त्यत्तिकै बित्छ होइन। अनि घर आएर चाहिँ एकछिन नानी हेरेँ। अनि बेलुका भयो। अनि मैले बुट्टी हेरेँ साथीहरू। यत्तिकै सक्यो आजको दिन।